घरबेटी मासु मासु आयो घरबेटी मागेर लिएर आयो क्या के हो यस्तो पकापकी गोमी उठाएर लिएर आएको पकाएको यत्रो मासु कहाँ मागेर पाइन्छ र ठाम देखेको भर्खरै जान्छु माग्न केक कानी किनेर खन 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 पैसा हालेर लिएर छु केक कानै त्यत्रो कहाँबाट लिएर आयो यार गाई काट्नमा गयो क्या तिमी गाईको मासु खान्न म हिँड्नु हेट्टिका लाको लाएन त रहेन छ आज धन्नले मासु आयो मासु मासु यामा छे खान्नै म त यस्तो के को मासु आयो मासु मासु नपताको होइन यहाँ पनि यो पुरै मासु हो मासु आयो परेन के देऊ न घरलाई जाऊ के फिजेको लिएर आइदिएको हो कि यहीँ खाना ल्याउँछ तिमी यत्रो मासु कसको बिल बनाएर लिएर आएर के बिल बनाएर लिएर आएको थियो होला अनि तिमीले यत्रो मासु लिएर आइ यहाँ नचाहिने कुरो ल्याइदिएको पानी बत्ती बिजुली चामल चिया चियापत्ती मासु देखेको थिएन पहिले ले जा ओ म खान्न पर्दैन म हेरेर गएपछि गाईको लिएर आयो क्या यार गाई होइन क्या खसीको मासु हो खसी हो क्या गाई खान्छु र म हिन्दूले भनेको के हो त म ल्याउनु पनि सुख होइन बिहान गरेको 2 घन्टाको बाटो गएर हिँडेर लिएर आऊ तिमी यस्तो मान्छे त होइन यार तेरो हामी त अस्ति पैसा मागिरहेको थियो 3000 त्यत्रो मासु लिएर आउँछ हामीलाई कति सुन्न थियो नि अनि यही हो भन्नु त भने गोमीको देखेँ क्या यार हुन्छ गोमीको यामा गोमीको रे हामी किनेर नै खान सक्छौँ के म किनेर ल्याउन सक्छौँ